बडा दशैं अर्थात् नवरात्रको 8औं दिन सोमबार दशैं घर वा पूजा कोठामा 9 दुर्गा मध्येकी 7औं कालरात्री देवीको विधिपूर्वक पूजा आराधना गरिएको छ। आधुनिक डिजाइनका फेन्सी ब्रान्डेड आकर्षक कपडाहरू रु 400, 600, 800 र रु 1000। मोडी जनसेवा ट्रेड सेन्टर फर्सेटिकर बजार। प्रत्येक वर्ष आश्विन शुक्ल सप्तमी अर्थात् दुर्गा पक्षको 7औं दिन कालरात्री देवीको विधिपूर्वक पूजा आराधना गर्ने वैदिक सनातनी परम्परा रहे पनि यस वर्ष चौथो तिथि वृद्धि भई 8औं दिनमा पुगेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ। प्राणी मात्रलाई कालले नष्ट गर्दछ, त्यस्तो काललाई पनि भगवती देवीले नष्ट गरिदिन्छन् भन्ने मान्यता पाइन्छ। यस्ती देवीको स्वरूपलाई कालरात्री भनिन्छ। नवरात्रको पहिलो दिन असोज 6 गते सोमबार दशैं घर वा पूजा कोठामा वैदिक विधिपूर्वक घटस्थापना गरी जौको जमरा राखिएको थियो। त्यसै दिन घटस्थापना गरिएको स्थानमा 9 दुर्गा मध्येकी पहिलो देवी शैलपुत्रीको आह्वान गरी विधिपूर्वक पूजा आराधना गरिएको थियो। नवरात्रका 9 दिन घटस्थापना गरिएको स्थानमा दुर्गा सप्तशती अर्थात् चण्डी, श्रीमद्देवी भागवत लगायत देवी स्तोत्र पाठ समेत गरिन्छ। नवरात्रका अवसरमा देवीको आराधना गरी पूजा गरेमा शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास छ। 9 दिनसम्म पूजा आराधना गरेको प्रसाद विजयादशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म लगाइन्छ। यसरी 15 दिनसम्म नेपालीले बडा दशैं पर्व मनाउँछन्। माथि पूजा गराउ के